100 दिनमा सरकारले के काम गर्यो त? भिडियो पुरा हेरी शेयर गर्नुहोला। धन्यवाद। अहिलेको भनेको राम्रो चाहिँ सुरुवात भएको छ। अब राम्रो सुरुवात केमा भयो भन्ने कुराहरूमा खास गरी यो 100 दिनमा सरकारले ठुला प्रोजेक्टहरू ठुलो एकदमै चमत्कार त गर्न सक्दैन, तर राम्रो सुरुवात गर्न सक्छ। त्यो सुरुवात भनेको चाहिँ के हो भने अब सुशासनको सुरुवात भयो। यो कुरा चाहिँ यसरी चाहिँ हामीले लिनु पर्यो। सुशासन कसरी भयो त भन्दाखेरि अब यसमा अब तपाईहरुलाई सबैलाई थाहा भएकै कुरा हो, भ्रष्टाचारीहरू को चाहिँ छानबिन भइरहेको छ। भ्रष्टाचारीहरू चाहिँ धमाधम उनीहरूलाई चाहिँ समातेर छानबिन गरिरहेको छ। सानो भ्रष्टाचारी होइन, ठुलो भ्रष्टाचारी, ठुलो माछा भन्छ नि, ठुलो माछाहरू चाहिँ अब जालमा पर्दैछन् हैन। त्यो चाहिँ एकदमै राम्रो कुरा हो, किनभने भ्रष्टाचारले गर्दा नै यो संघीय यो गणतन्त्रको चाहिँ यो व्यवस्थाको चाहिँ बेइज्जत गरेको हो। मानिसहरू आम जनता चाहिँ अब सरकारसँग यो व्यवस्थासँग वाक्क दिक्क हुने कारण नै मुख्य कुरा चाहिँ भ्रष्टाचारले गर्दाखेरि भएको हो। र त्यो भ्रष्टाचारीहरूलाई अब जुन कारवाही गर्ने, भ्रष्टाचारीहरूको छानबिन गर्ने भन्ने जुन कुरा छ त्यो चाहिँ एकदम राम्रो सुरुवात हो। जस्तो अब सुकुम्बासीहरूको लागि चाहिँ लाल पूर्जा वितरण गर्ने यो असार महिनादेखि नै वितरण गर्ने भनेको छ। अब सुकुम्बासी त नेपालभरि नै छन्। अब नेपालभरिका सुकुम्बासीहरूलाई छानबिन गरेर, सुकुम्बासी भन्दैमा त्यत्तिकै चाहिँ फटाहरू पनि यहाँ सुकुम्बासीको रूपमा चाहिँ फटाहरूले चाहिँ सुकुम्बासीहरूको के अरे उस गरिरहेछन्, बेइज्जत गरिरहेको छन्, फाइदा लुटिरहेको छन्। त्यस्ता किसिमले अब सुकुम्बासीहरूलाई छानबिन गरेर एकदमै सही सुकुम्बासीलाई चाहिँ जुन लाल पूर्जाहरू दिने, वितरण गर्ने र तिनीहरूको व्यवस्थापन गर्ने कामको चाहिँ सुरुवात चाहिँ राम्रो भएको छ। अब सहकारीको लागि जुन छ, सहकारी पीडितहरूको लागि चाहिँ अब उनीहरूलाई त्यो थोरै मात्रामा भए पनि राहत दिनको लागि यो उनीहरूको डुबेको जुन धन छ, पैसा छ, त्यो चाहिँ वितरण गर्ने काम पनि सुरु भएको छ। यसरी राम्रो कामको चाहिँ सुरुवात भएको छ।